नट खोल्ने। फ्यान्सी फ्यान्सी भनेको फ्यान्सी फ्यान्सी भनेको पेन्चिस। फ्यान्सी फ्यान्सी भनेको पेन्चिस। अनि त्यसपछि साथीहरू निफ निफ भनेको निप्पर। चित्र हेरिहाल्नु साथीहरू कस्तो हुन्छ निप्पर भने। फलायर चुच्चो जस्तो हुन्छ। छन्दानगी कटर मेसिन। छन्दानगी कटर मेसिन। छनसन ड्रिल तार रील। छनसन ड्रिल तार रील। छुल भनेको रेती। छुल भनेको रेती। सोनखोत भनेको हाते ड्रिल। सोनखोत भनेको हाते ड्रिल। छङ भनेको छिनो। छङ भनेको छिनो। योङजप व्यञ्जक भनेको वेल्डिङ। योङजप भनेको वेल्डिङ। फेकदोल भनेको इटा हुन्छ साथीहरू। थोल भनेको डुङ्गा। छलखुन भनेको छलगुन भनेको रड। छलगुन भनेको रड। मोक्चे भनेको काठ। भनेको काठ। स्यामेन्थु भनेको सिमेन्ट। खोङसाजाङ भनेको निर्माण क्षेत्र। खोङसाजाङ भनेको निर्माण क्षेत्र। खन्सल भनेको निर्माण। खन्सल भनेको निर्माण। कङ्क्रिट। खपुजिप भनेको ढलानको फ्रेम। खपुजिप भनेको ढलानको फ्रेम। फिगे भनेको खट। फिगे भनेको खट। छनसन भनेको रेशमी तार। छनसन भनेको रेशमी तार। छल्सा भनेको बेन्डिङ तार। छल्सा भनेको बेन्डिङ तार। फाकुनी भनेको बास्केट। फाकुनी भनेको बास्केट। फिनिल कुन भनेको प्लास्टिक तार। फिनिल कुन भनेको प्लास्टिक तार। फेगिमुल भनेको फालिने सामान। भनेको फालिने सामान। मूलपुरिगे भनेको हजारी। भनेको हजारी। नोङजाङ भनेको कृषि फर्म। नोङजाङ भनेको कृषि फर्म। ख्वासुवन भनेको फलफुल बगैँचा। ख्वासुवन भनेको फलफुलको बगैँचा। ख्वासुवन भनेको फलफुल बगैँचा। फिनिल हाउस भनेको फिनिल हाउस। फात भनेको बारी। भनेको बारी। नोन भनेको खेत। नात आसिया। सबला नात भनेको हासिया हुन्छ। ख्याङ उन्गी भनेको हाते ट्र्याक्टर। ख्याङ उन्गी हाते ट्र्याक्टर। कम्बाइन धान काट्ने मेसिन। कम्बाइन भनेको धान काट्ने मेसिन। ख्याङ उन्गी साथीहरू यो दुईवटा धेरै नै इम्पोर्टेन्ट छ। ख्याङ उन्गी हाते ट्र्याक्टर। कम्बाइन धान काट्ने मेसिन। दुईटाको चित्र फरक रहेको छ, हेरिहाल्नु साथीहरू। ख्याङ उन्गी भनेको हाते ट्र्याक्टर हुन्छ भने कम्बाइन भनेको धान काट्ने मेसिन। याङ्गेजाङ भनेको कुखुरा फर्म। थ्वेजी उरी याङदोङ बङ्गुर फर्म। थ्वेजी उरी याङदोङ दुईटा भनेको बङ्गुर फर्म हुन्छ साथीहरू। त्यसपछि याङसिकजाङ भनेको माछा पालन। याङसिकजाङ भनेको माछा पालन। याङदोङ इ बाल्टिन। छुक्सागोट सारियो दाना। मगी भनेको पनि दाना। सारियो भनेको पनि दाना। मगी भनेको पनि दाना। खन्चो भनेको पराल। भनेको पराल। अमाङ भनेको जाली
खुमुल खुमुल भनेको पनि जाली अमाङ भनेको पनि जाली खुमुल भनेको पनि जाली थोङबाल भनेको डडिया थोङबाल भनेको डडिया थोङबाल भनेको डडिया तुल्छे भनेको हाते जाली साथीहरु तुल्छे भनेको हाते जाली फातछुल भनेको डोरी छिपदुङ भनेको माछा लोभाउने बत्ती छिपदुङ माछा लोभाउने बत्ती खोरी भनेको हुक खोरी भनेको हुक छाङ्गो भनेको गोदाम छाङ्गो भनेको गोदाम कन्टेनर भनेको कन्टेनर वनमोक भनेको काठको फलिका फोन गए सागो भत्कने दुर्घटना भनेको भत्कने दुर्घटना खामजन सागो करेन्टबाट लाग्ने दुर्घटना खामजन सागो करेन्ट दुर्घटना छुराक सागो मान्छे खस्ने दुर्घटना छुराक सागो मान्छे खस्ने दुर्घटना नुछन सागो सर्ट सर्किट नाखा सागो सामान खसी हुने दुर्घटना फोकबाल सागो विस्फोटन दुर्घटना वासाङ आग लागो दुर्घटना वाजै सागो आग लागो दुर्घटना खासु नुछुल सागो ग्यास लिक दुर्घटना खासु ग्यास नुछुल लिक सागो दुर्घटना ग्यास लिक दुर्घटना छन्दो सागो ढलेर हुने दुर्घटना दुर्घटना सिनबुन जुङ परिचय पत्र छुकसिक खाने बस्ने छुकसिक भनेको साथीहरु खाने बस्ने खुनमुजी भनेको कार्यक्षेत्र साथीहरु खुनमुजी भनेको कार्यक्षेत्र त्यसपछि साथीहरु साहबजु भनेको रोजगारदाता खुनलोजा कामदार हुइ अफ भनेको अस्थायी बन्द हुइ अफ भनेको अस्थायी बन्द फे अफ भनेको स्थायी बन्द सधैँको लागि बन्द हुइ अफ भनेको अस्थायी बन्द त्यसपछि खाल भनेको चक्कु नुन भनेको आँखा खाल भनेको चक्कु साथीहरु नुन भनेको आँखा कोच्छी भनेको फूल पसल छप्सी भनेको प्लेट छप्सी भनेको थोङजाङ भनेको छाप साथीहरु थोङजाङ भनेको साथ हुन्छ छाप चोक खुरोत भनेको कचौरा कम्प्युटर भनेको कम्प्युटर भनेको कम्प्युटर याङमाल मोजा वाङदाङ फोदो जेब्रा क्रसिङ सुयाङबोक पोडी ड्रेस थोक्की खरायो सुछप भनेको नोटबुक थेयाङ हे भनेको सूर्य थेयाङ भनेको पनि सूर्य हुन्छ भने हे भनेको पनि सूर्य फुलफेन बलपेन छुसा भनेको पार्किङ फ्याङवान हस्पिटल त्यसपछि साथीहरु लास्टमा हामी लास्टतिर आइसकेको छु थाल भनेको चन्द्रमा साथाङ भनेको क्यान्डी सुबाक भनेको खरबुजा थुरक भनेको ट्रक साथीहरु पिक्चर वाला मिनिङको हामी लास्टमा आइसकेको कारणले अब अर्को पनि मिनिङ लिएर उपस्थित हुने छु तबसम्मको लागि annyeonghaseyo